अकाउन्टको यो एकाडेमिक बुक। यसमा अकाउन्टको डेफिनेसन के छ, अकाउन्टको परिभाषा के छ, म चाहिँ पढ्न गइरहेको छु है। अकाउन्टिङ मे बी डिफाइन्ड एज द आइडेन्टिफाइङ, मेजरिङ, रेकर्डिङ एन्ड कम्युनिकेटिङ अफ फाइनेन्सियल इन्फर्मेसन। यसको अर्थ के हो भने अकाउन्टिङ भनेको त्यस्तो विषय हो जसले चाहिँ एउटा बिजनेसका जति पनि फाइनेन्सियल इन्फर्मेसनहरू छन्, वित्तीय सूचनाहरू छन्, ती सूचनाहरूलाई रेकर्ड गरेर कम्पनीका वा बिजनेसका चाहिँ स्टेक होल्डरहरूलाई, कम्पनीसँग सम्बन्धित पक्षहरूलाई है, कम्पनीका मालिकहरूलाई, व्यवस्थापकलाई हैन, कम्पनीका सप्लायरहरूलाई, कस्टमरलाई, सबैलाई चाहिँ कम्पनीसँग सम्बन्धित वित्तीय सूचनाहरू प्रदान गर्ने विषय नै अकाउन्टिङ हो भन्न खोजिरहेको छ यो डेफिनेसनले है। अब हेर्नु चाहिँ मसँग वर्ल्ड फेमस एउटा बुक छ फाइनेन्सियल लिटरेसीको। यसले के भन्छ अकाउन्टिङको बारेमा है, यहाँ सानो डेफिनेसन यहाँ लेखेको छ, म पढ्छु है त। अकाउन्टिङ इज फाइनेन्सियल लिटरेसी or the ability to read numbers. This is a vital skill if you want to build businesses or investment. अब हेर्नुहोस् है, यसले सिधै के भनेको छ भने अकाउन्टिङ इज अ फाइनेन्सियल लिटरेसी भनेको छ के। अब हेर्नुहोस् डेफिनेसनमा भित्र लुकेको कुरा लगभग सेम नै हो हैन, डेफिनेसन धेरै फरक हुने कुरा त भएन, तर तरिकाको कुरा हो कि हैन। हामी हाम्रा विद्यार्थीलाई के सिकाउँदैछौँ भन्ने कुरा इम्पोर्टेन्ट छ नि त, कसरी सिकाउने, के चाहिँ कसरी दिने भन्ने कुरा इम्पोर्टेन्ट छ नि हैन। किन भन्दा उसले के भन्छ भन्दाखेरि अकाउन्टिङ भनेको चाहिँ काम हो एउटा, के गर्ने काम हो भन्दाखेरि चाहिँ बिजनेसका स्टेक होल्डरहरूलाई बिजनेसको इन्फर्मेसन दिने काम हो, यो काम हो। यहाँ जबको कुरा छ, नोकरी छ क्या, यहाँ चाहिँ तिमी काम सिक भन्न खोजेको छ है, खासमा यस्तो टाइपको छ एक्टिभिटी उसले बुझाउन खोजेको छ, यो काम हो भन्ने। तर उसले के भन्छ यो एउटा लिटरेसी हो, एउटा शिक्षा हो भनेको छ। अब हेर्नुहोस् है, शिक्षा हो, यो सिक्नुपर्छ, यसले हामीलाई नम्बर्स अन्डरस्ट्यान्ड गर्न हेल्प गर्छ र यसले चाहिँ हामीलाई बिजनेस इन्भेस्टमेन्टको भाषा बुझ्न हेल्प गर्छ भन्ने कुरा सिकाउनु र अकाउन्टिङ एउटा काम हो र कामले चाहिँ इन्फर्मेसन दिने काम गर्छ भन्ने सिकाउनुमा कति फरक छ हो। यो फरकले गर्दाखेरि हामी यो बुकले दिन सक्ने जुन चेन्ज हुन्छ नि एउटा विद्यार्थीलाई, त्यो दिन सकिरहेका छैनौँ। नत्र अकाउन्टिङ पढेको विद्यार्थी कसरी सामान्य हुन्छ त फाइनेन्सियल नलेजको हिसाबले। मैले सोध्छु विद्यार्थीहरूलाई हैन, ब्याचलर्स पढिसकेका हुन्छ, मास्टर्स गरिसकेका हुन्छ,